बीएससी नर्सिङको चाहिँ सिट डिस्ट्रिब्युसन कसरी भएको छ, स्कलरसिप, पेइङ अनि कोटा अनुसार कसरी सिट छुट्याएको छ त्यो कुरा गर्नेछु यस भिडियोमा। तपाईहरू अन्तिमसम्म हेरिदिनु होला। ल भिडियो स्टार्ट गरौँ। सर्वप्रथम छ पेइङको लागि सिट, जसमा चाहिँ 1000 चाहिँ 59 सिट रहेको छ। त्यसपछि नेपाल आर्मी वेलफेयर फन्डको लागि चाहिँ जम्मा 20 वटा सिट रहेको छ अनि फोर्जिन सिट चाहिँ जम्मा 640 रहेको छ। टोटल स्कलरसिप सिटको कुरा गर्नु पर्दा 711 रहेको छ अनि ओपन स्कलरसिपको लागि 394 रहेको छ अनि रिजर्भेसन स्कलरसिपको कुरा गर्नु पर्दा सिटको चाहिँ 317 रहेको छ अनि कोटा वाइज चाहिँ सिटको कुरा गर्नु पर्दा त्यसमा रिजर्भेसन कोटा स्कलरसिप सिट डिस्ट्रिब्युसन कसरी गरेको, जसमा फिमेलको लागि चाहिँ 79 वटा रहेको छ अनि दलित फिमेलको लागि 8 वटा रहेको छ अनि मुस्लिम फिमेलको चाहिँ 5 वटा रहेको छ, जसमा दलितको लागि 30 वटा सिट डिस्ट्रिब्युसन गरेको छ, जसमा आदिवासी जनजातिको लागि कति 49 वटा सिट रहेको छ। त्यसपछि खासरियाको लागि 55 वटा सिट चाहिँ डिस्ट्रिब्युसन गरेको छ अनि त्यसपछि मधेसीको लागि जम्मा 30 वटा सिट डिस्ट्रिब्युसन गरेको। त्यसपछि कुरा गरौँ मधेसी दलितको लागि चाहिँ 8 वटा सिट डिस्ट्रिब्युसन गरिएको छ। त्यसपछि थारूको लागि जम्मा 15 वटा सिट डिस्ट्रिब्युसन गर्छ। त्यसपछि मुस्लिमको लागि चाहिँ सिटको कुरा गर्नुपर्दा 5 वटा सिट डिस्ट्रिब्युसन गर्छ। पिछाडिएको लागि चाहिँ जम्मा 12 वटा सिट डिस्ट्रिब्युसन गरिएको छ अनि अपाङको लागि चाहिँ जम्मा 6 वटा सिट डिस्ट्रिब्युसन गरिएको छ। त्यसपछि शहीद बेपत्ताको लागि जम्मा 5 वटा सिट डिस्ट्रिब्युसन गर्छ। जम्मा टोटल सिट चाहिँ रहेको छ 2430 रहेको छ। तपाईहरू हेर्नु भएको छ कुन कोटामा कतिवटा यो चाहिँ सिट डिस्ट्रिब्युसन गरिएको छ। तपाईलाई भिडियो के कस्तो लाग्यो तपाईँ कमेन्टमा लेख्न सक्नुहुन्छ। यो भिडियो तपाईलाई इन्फर्मेटिभ लाग्यो भने तपाईँ एक लाइक अनि एक सब्सक्राइब गरेर तपाईँ आफ्नो गन्तव्य चाहिँ कमेन्टमा लेख्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।